सुनैको अक्षरले लेखिएको किन नहोस्, अवकाशपछि कर्मचारीको परिचय पत्र काम लाग्दैन। जतिसुकै महँगा कारहरू किनेर ग्यारेजमा राख्नुहोस्, व्हीलचेयरको प्रयोग गर्ने दिन आउँदा ती काम लाग्दैनन्। जतिसुकै किम्ती कपडा, जुत्ता, महँगा सरसामान थुपार्नुहोस्, बिरामी पर्दा अस्पतालले दिएको गाउँले तपाईको लाज छोप्नु पर्नेछ। जतिसुकै ठूलो धनराशिको ब्याङ्क ब्यालेन्स गर्नुहोस्, तुलसीको मोठमा सुताएपछि त्यो पैसा तपाईको हुने छैन। जतिसुकै ठूलो महल छ भनेर गर्व गर्नुहोस्, आखिर पर्दा चाहिने 7 फिटको जमिन मात्र हो। जतिसुकै ठूलो स्टार होटेलमा खाना खानुहोस्, आखिरी पर्दा आफन्तहरूले खुवाउने तुलसीको पानी नै हो। धनी हुनुहुन्छ, निजी विमानमा चढ्न सक्नुहोला, तर ख्याल राख्नुहोस् कि कुनै दिन अस्पतालको बेडमा चढ्न पनि कसैको सहारा चाहिनेछ। तपाईलाई 84 व्यञ्जन किनेर खान पुग्छ, तर याद गर्नुहोस् कुनै पनि बेला तपाईको आहारा दिनमा 2 चक्की र रातमा 2 थोपा तितो औषधिमा सीमित हुने दिन पनि आउन सक्छ। सुन हिराले नाक, कान, गला, नाडी, औला जतिसुकै भरिपूर्ण पार्नुहोस्, हरियो बाँसमा कस्नु अघि एक एक गरेर थुत्नेछन्। तपाईको मरणमा लाखौं मलामी गए पनि न तपाईले देख्नुहुनेछ, न बाँच्नेलाई तिनीहरूले तपाईको अभाव नै पूर्ति गर्नेछन्। बाँच्नेका लागि तपाईको मृत्यु मरेको भोलिपल्ट 2 दिन हुनेछ। त्यसैले कुनै कालखण्डमा संयोगवश कुनै पदमा पुग्दैमा वा प्रतिष्ठा आर्जन र धन आर्जन गर्दैमा सधैँको लागि होला भनेर भ्रममा नपर्नुहोस्।